आफ्ना सल्लाह सुझाव हाम्रो विद्यालयको लागि दिनुभएकोमा यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी 2081 सालको नतिजा प्रकाशन कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। विद्यार्थी भाइ बहिनीहरू एकैछिन धैर्य भएर बसिदिनु हुन म अनुरोध गर्दछु। हामी जसरी हाम्रा अतिथिहरूले हाम्रो यो सम्पूर्ण अभिभावक हाम्रा विद्यार्थीहरूलाई जसरी अहिले आफ्ना भनाइहरू राख्नुभयो, आफूले सकेका क्षमता अनुसारका कुराहरू राख्नुभयो, त्यसै गरी हामी विद्यालयमा पनि हाम्रा बालबालिकाहरूलाई आफ्नो क्षमता अनुसारका कुराहरू राख्ने गर्छौँ। एकजनालाई छुट्टै अर्कोजनालाई छुट्टै राख्न सक्दैनौँ, त्यो कसैले पनि राख्न सक्दैन। जसरी तपाईँहरूले सक्नु भएन हामी पनि त्यसै गरी सक्दैनौँ। हामी आफ्नोलाई मात्रै प्रथम ल्याउने गरी छुट्टै पढाउँदैनौँ, घरमा पढाउने कुरा छुट्टै छ। तर हामी विद्यालयमा पाठ्यक्रम अनुसारको कुराहरू सबै विद्यार्थीहरूलाई समान रूपले दिने गर्छौँ र एउटालाई अर्को गरेर दिँदैनौँ। हाम्रो पाठ्यक्रमले तोके अनुसारका कुराहरू हामी सबै विद्यार्थीहरूलाई पढाउने गर्छौँ। तपाईँहरू कुनै पनि भरममा नपर्नुहोस् कि फरक परायो सर म्याडमका बच्चाहरू मात्रै प्रथम आए भनेर तपाईँहरूले भरममा नपर्नुहोस्, किनकि उहाँहरूले केही कुराले घरमा अलिकति मेहनत बढी गर्नुभएको हुनसक्छ। तपाईँहरूका पनि कसैका अभिभावकहरूले मेहनत गर्नुभएको छ भने त्यो विद्यार्थीले पनि यही त्यो मेहनत अनुसारको, त्यो तपाईँहरूले गरेको दुःख अनुसारको दिनहरूमा हाम्रो भवन पढ्ने नपढ्ने भन्ने बारेमा केही थाहा छैन। त्यो भएको कारणले गर्दाखेरि हामी सबै राजनीतिक दलहरूले हामी यो हैसियत देखाउनुभन्दा पनि हामीले यो स्कुलमा यो राख्न सक्छौँ, यो विद्यालयमा हाम्रो पार्टीको यहाँ गाउँपालिकाको सरकार प्रमुख छ, हामी यो विद्यालयलाई हामी भवन पार्न सक्छौँ भनेर आँट गरेर आउनु पर्यो विद्यालयमा। हामीले यो कुर्सीलाई मात्रै ठुलो कुरा नदेखौँ। म साथीहरूलाई विनम्रतापूर्वक भन्न चाहन्छु, किनभने कुर्सी धेरै ठुलो कुरा होइन, काम गर्नु ठुलो कुरा हो। कुर्सीमा बसेर ठुलो मान्छे बन्ने होइन, हामीले काम गरेर देखाउनुपर्छ, काम गर्नुपर्छ। हामीले जसले मेहनत गर्छ, जसले परिश्रम गर्छ त्यसका अन्न बालीहरू पनि राम्रोसँग फल्छ, जसले मेहनत गर्दैन त्यसको बाली पनि फल्दैन। त्यो भएको कारणले गर्दाखेरि हामीले विद्यालय बनाउनको लागि पनि त्यही अनुसारले जानुपर्छ, विद्यार्थीहरूलाई पढाइ लेखाइ गर्नको लागि पनि त्यही अनुसारले गर्नुपर्छ। विद्यार्थीहरूलाई पढाउने बेला अहिले हामीले यहाँबाट अब अरूका छोराछोरीहरू फर्स्ट आउँदै जाँदाखेरि हामी अब यसको छोराछोरी फर्स्ट आयो म त अब फर्स्ट ल्याउँछु भनेर जाने, घर गइसकेपछि दाउरा बोक घाँस बोक भनेर सिकाउने, त्यो पनि हामीहरूको प्रवृत्ति छ। त्यो भएको कारणले पनि हामीहरूका बच्चाबच्चीहरूले पढ्न सकेका छैनन्। त्यो भएको कारणले हामी सबैले अभिभावकहरूलाई हामीले के भनेका छौँ भने तपाईँहरू आउनुहोस्। अब नयाँ शैक्षिक शर्तदेखि आज त यो अन्तिम दिन हो, यो 1 वर्षको अभिभावकहरूमा म 4 नम्बर वडाको जनप्रतिनिधिको तर्फबाट र यस विद्यालयको प्रतिनिधिको तर्फबाट म नमस्कार गर्न चाहन्छु। नमस्कार। यस विद्यालयमा उपस्थित हुनुभएका आदरणीय अभिभावकज्यूहरू र यो रिजल्ट प्रकाशन कार्यक्रममा उपस्थित हुनुभएका विद्यार्थी भाइ बहिनीहरू र सबैलाई म के भन्न चाहन्छु भने विद्यालयमा हामीले जो अभिभावकले गर्नुपर्ने कर्तव्य थियो त्यो कर्तव्य हामीले पालना गर्न सकेका छैनौँ र मैले पनि त्योमा मैले पनि क्षमा माग्नुपर्छ। किनभने यो विद्यालयमा आउँदाखेरि जहिले पनि विद्यालयमा एउटा हामीले 3वटा रिजल्ट गऱ्यौँ। आज महिनामा रिजल्ट गर्ने, विद्यार्थीहरूको महिनाको नतिजाहरू हामीले प्रकाशन गर्ने हामीले निर्णय गर्ने काम गरेका थियौँ पर विभिन्न अध्यक्ष हामी मिलेर, र त्योमा पनि हामीले गर्दाखेरि यहाँ अभिभावकहरू आउनु भएन र आएर पनि अब कोही टाइममा आउने, कोही फेरि त्यो टाइम फुस्किएपछि फलाना आएन म पनि किन आउने भन्ने जस्तो एउटा देखासिकी गर्ने जस्तो भयो। त्यो भएको कारणले गर्दा हामीले के छ भने सबैले हामीले यो विद्यालयको लागि अलि बढी मेहनत गर्नुपर्ने छ। किनभने यो विद्यालय सबैले तारो बनाएको विद्यालय हो। यहाँ नजिकमा पुरल विद्यालय छ, तल थारेघर विद्यालय छ, अनि चाहिँ खुम्चेरी विद्यालय पनि धेरै टाढा छैन भनेर चाहिने गाउँपालिकाले विभिन्न समयमा ताकेता काटेको हो। त्यो ताकेता काट्ने समयमा पनि हामी यो विद्यालयको अध्यक्ष थियौँ। त्यो विद्यालयको अध्यक्ष हुँदाखेरि हाम्रो उठाएर भए चलाउँछौँ, तपाईँहरू अगाडि बढ्नुहोस् भनेर मलाई यो विद्यालयको अध्यक्ष हुँदाखेरि मलाई त्यहाँ धेरै साथ दिनुभयो।
तिनीहरूको अहिले नाम वाचन नगरौँ, 2-4 जना अभिभावकले साथ दिँदाखेरि यो विद्यालय रहेको हो। यो विद्यालय 3 सम्म पहिले नै झारेको थियो, तर यो विद्यालय ल्याउनलाई, यो विद्यालय हुर्काउनलाई धेरै मेहनत गर्नुभएको थियो पहिलाका विभिन्न अध्यक्षज्यूहरूले। अनि त्यसपछि यहाँको चन्दा जग्गा दिने साथीहरूले पनि अब धेरै मेहनत गरेर दिनुभएको थियो। आफ्नो जग्गालाई दिँदाखेरि अप्ठ्यारै भयो होला, अनि चाहिँ यो विद्यालयमा विद्यार्थीहरूलाई पढाउन लेखाउनको लागि दिनुभएको थियो। र यो विद्यालय हराउने भन्दाखेरि हामीलाई अलिकति अप्ठ्यारो महसुस हुन्छ। त्यो भएको कारणले गर्दा हामीले के भन्न चाहन्छौँ भने सबै अभिभावकहरू मिलेर हामी तल माथि सबै मिलेर धौधौका बनाएको विद्यालयलाई हामीले जसरी भए पनि अड्याउनुपर्छ। हामी अहिले त अब स्थानीय सरकारमा छौँ, स्थानीय सरकारमा भए पनि हामी एउटा वडा सरकारको पनि वडा सदस्य भएका कारणले हाम्रो त्यति अधिकार पूर्ण रूपमा छैनौँ। जस्तै हाम्रो हिमाल सरले, म त सुनिनँ, यही अभिभावकहरूले भन्नुहुन्थ्यो कोहीले, म यो विद्यालय चुनाव जितेर गएँ भने म यो विद्यालयलाई राम्रो तरिकाले हेर्नेछु भनेर भन्नु जानुभयो अरे। यो कतै मिडियाबाट पनि उहाँलाई सुनाइदिएपछि हामी खुसी हुने थियौँ, किनभने उहाँले त्यो एउटा प्रतिबद्धता गरेको प्रतिबद्धता अनुसार हाम्रा विद्यार्थीहरू यो टहरामा बस्नुपर्ने बाध्यता भएको छ। र यो टहरामा बस्ने विद्यालय पनि रुकुम जिल्लाको 1 नम्बरमा पर्छ होला। यो विद्यालय रुकुम जिल्लाभरिमै अहिले यस्तो अस्थायी टहरामा पढाउने विद्यालय छैन। त्यो भएको कारणले गर्दा हामी सबै अभिभावकहरू अनि यहाँका बुद्धिजीवीहरू अनि चाहिँ यहाँका राजनीतिक दलका प्रतिनिधिहरू तैँले यो पार्टी मैले यो पार्टी नभनिकन अब यो विद्यालयलाई हामीले अगाडि बढाउनको लागि सबैको हातेमालो गरेर जानेछौँ। र त्यसपछि हामीले यो विद्यालयलाई अहिले एउटा हामीले टेबल बेन्च गराउनको लागि पनि हामीले विभिन्न सङ्घ संस्थालाई गुहार्नु परेको छ। अहिले भर्खरै एउटा टोयलेट नभएर एउटा टोयलेट पनि परेको छ। र आउँदा दिनहरूमा हाम्रो भवन पढ्ने नपढ्ने भन्ने बारेमा केही थाहा छैन। त्यो भएको कारणले गर्दाखेरि हामी सबै राजनीतिक दलहरूले हामी यो हैसियत देखाउनुभन्दा पनि हामीले यो स्कुलमा यो राख्न सक्छौँ, यो विद्यालयमा हाम्रो पार्टीको यहाँ गाउँपालिकाको सरकार प्रमुख छ, हामी यो विद्यालयलाई हामी भवन पार्न सक्छौँ भनेर आँट गरेर आउनु पर्यो विद्यालयमा। हामीले यो कुर्सीलाई मात्रै ठुलो कुरा नदेखौँ। म साथीहरूलाई विनम्रतापूर्वक भन्न चाहन्छु, किनभने कुर्सी धेरै ठुलो कुरा होइन, काम गर्नु ठुलो कुरा हो। कुर्सीमा बसेर ठुलो मान्छे बन्ने होइन, हामीले काम गरेर देखाउनुपर्छ, काम गर्नुपर्छ। हामीले जसले मेहनत गर्छ, जसले परिश्रम गर्छ त्यसका अन्न बालीहरू पनि राम्रोसँग फल्छ, जसले मेहनत गर्दैन त्यसको बाली पनि फल्दैन। त्यो भएको कारणले गर्दाखेरि हामीले विद्यालय बनाउनको लागि पनि त्यही अनुसार जानुपर्छ, विद्यार्थीहरूलाई पढाइ लेखाइ गर्नको लागि पनि त्यही अनुसारले गर्नुपर्छ। विद्यार्थीहरूलाई पढाउने बेला अहिले हामीले यहाँबाट अब अरूका छोराछोरीहरू फर्स्ट आउँदै जाँदाखेरि हामी अब यसको छोराछोरी फर्स्ट आयो, म त अब फर्स्ट ल्याउँछु भनेर जाने, घर गइसकेपछि दाउरा बोक घाँस बोक भनेर सिकाउने, त्यो पनि हामीहरूको प्रवृत्ति छ। त्यो भएको कारणले पनि हामीहरूका बच्चाबच्चीहरूले पढ्न सकेका छैनन्। त्यो भएको कारणले हामी सबैले अभिभावकहरूलाई हामीले के भनेका छौँ भने तपाईँहरू आउनुहोस्। अब नयाँ शैक्षिक शर्तदेखि आज त यो अन्तिम दिन हो, यो 1 वर्षको आउँदाखेरि हामीले अब जस्तै अब जे जस्तो भयो हामीले स्वीकारेर जानुपर्छ। आउँदा दिनहरूमा यो विद्यालयलाई अलिकति विद्यालयका विद्यार्थीहरूलाई अलिकति तगडा बनाउनको लागि हामी अहिलेका जति पहिलाका मैले त यो विद्यालय स्थापना भएदेखि अहिलेसम्म म यो विद्यालयमा कहिले पनि असन्तुष्टि भएर गएको छुइनँ। मैले विविध अध्यक्ष नभए पनि म असन्तुष्टि भइन, विविध अध्यक्ष फाले पनि असन्तुष्टि भइन, र जतिखेर पनि जस्तो निर्णय आए पनि त्यो यो विद्यालयलाई बनाउनुपर्छ भन्ने हामीले एकदम चाहनाका साथ आएका मान्छे हौँ। त्यो आजैदेखि त्यस्तो सोच सबैसँग भयो भने विद्यालय बन्छ, बाटाघाटा बन्छन्, सबै बन्छ। त्यो भएको कारणले पहिला कुरा सोच ठिक हुनुपर्छ, दोस्रो कुरो काम त्यसपछि व्यवहारमा उत्रिन्छ। त्यो भएको कारणले गर्दा तपाईँहरूले के गर्नु पर्यो भने अब यो नयाँ शैक्षिक सत्रदेखि अब वैशाखबाट हाम्रो धर्ना अभियान हुन्छ। दमनुतिरको विद्यार्थीहरू हाम्रो यहाँ आउनेमा अझै धेरै लाइन छन्। खुम्चेरी विद्यालयले पनि धेरै लापरवाही गरेर डामाडोल गरेको स्थिति छ। सबैभन्दा आज पढाइमा अलिकति अनुशासित विद्यालय भनेको हाम्रो 4 नम्बर वडामा
यो 1 नम्बरमा पर्न सक्छ। मैले यो गर्वको साथ भन्न चाहन्छु कि यहाँका सरहरूले 10 तारको ड्युटी राम्रोसँग भ्याउनु भएको छ। योमा हामीले धेरै सरहरूलाई घोचमेच गरेर हुनेवाला छैन। बरु हामीले अभिभावकहरूले के गरेका छौँ भने विविषको निर्णय हुन्छ, 5 जनाको कमिटी पुर्याउनलाई हामीलाई टाइम लाग्छ। किनभने व्यवस्थापन समितिले पनि अलिकति ध्यान दिनु पर्यो कि हाम्रो कर्तव्य के हो, हामी कसरी आएका हौँ यहाँ, हामीले गर्नुपर्ने काम के हो, हाम्रा छोराछोरीहरूले के गरिराखेका छन् भन्ने कुरो सबैले हामी व्यवस्थापन समिति, अभिभावक सङ्घ र अन्य अभिभावकहरू सबै मिलेर हामी लाग्यौँ भने यो विद्यालयमा विद्यार्थीहरू 8-10 जनाको सङ्ख्या बढ्नेछ। अब सरहरूलाई म एउटा के भन्न चाहन्छु भने अब रिजल्ट प्रकाशनपछि एकचोटि सर गएर हामी यस्तो इङ्ग्लिस मिडियाबाट पढाउँदैछौँ भनेर तपाईँहरूले पनि एउटा गर्नुहुनेछ। र अर्को कुरा हामीले यो पहिला 3 सम्म झार्दाखेरि हामीले यो कोल्याप्स गर्ने निर्णय गाउँपालिकाले गर्दाखेरि त्यसको विरुद्धमा हामी 1 नम्बरमा उल्टिएका हौँ त्रिवेणी गाउँपालिकाबाट। त्यतिखेर हाम्रो चन्द्रमणि दाइले करिब 1 वर्षसम्म विद्यालयलाई खाजा, विद्यार्थी भाइ बहिनीहरूलाई खाजा खुवाउनु भएको थियो। उहाँलाई बहादुर खड्काज्यूले इङ्ग्लिस मिडियमबाट विद्यार्थीलाई पठन पाठन गर्नको लागि हाम्रो विविष अध्यक्षज्यू लगायत सम्पूर्ण टिमले अझै पनि हाम्रो विद्यालयको लागि अलिक दोहोरो प्रयास गर्नुहुनेछ। र अर्को कुरा यो विद्यार्थी एउटा पढ्नमा मात्रै तयार हुनुहुँदैन, सबै कुराहरूमा एक्टिभ हुनुपर्छ। पढ्नमा त्यस्तै, खेल खेल्नमा त्यस्तै, अनि चाहिँ नाचगानमादेखि लिएर हरेक कुराहरूमा विद्यार्थीहरू एकदम सक्षम भयो भने त्यो विद्यार्थी आत्मनिर्भर हुन्छ। र त्यो विद्यार्थीले एउटा किताबी किरो मात्रै बनेर गयो भने पनि त्यो विद्यार्थी अलिक भएको कारणले गर्दा सबै खेल क्षेत्रदेखि लिएर सबै कामहरूमा हाम्रो विद्यालयको म्याडम तिलकुमारी म्याडमले पनि 2-4 गजलहरू भनेको एकदम तपाईँहरूको कानमा पसोस् भन्ने मलाई लागेको छ। र हाम्रो पर टेकराज खड्काले पनि राम्रैसँग सञ्चालन गर्नुभएको छ। र यो विद्यालयलाई राम्रोसँग अझै पनि यो अलि आज अब तपाईँहरूको अलि जोससँग नयाँ शैक्षिक सत्रदेखि आज नयाँ मोडेलसँग तरिकाले पढाएर हाम्रो विद्यार्थीहरू, अभिभावकहरूले पनि धेरै टाढाबाट दमदुबाट यहाँ विद्यार्थी पठाउनु भएको छ। विद्यार्थीले पढ्लान्, यो ठाउँमा पढ्लान् भनेर पठाउनु भएको छ। यो विद्यार्थीहरूले राम्रोसँग पढेनन्, अनि चाहिँ यस्तो टहरामा विद्यार्थी पठाउनु पर्ने, हामीले राम्रोसँग पढाइदिनु भने उहाँहरूलाई पनि किन पठाएका छौँ त्यो विद्यालयमा खत्तम भयो भन्ने नहोस्। त्यो भएको कारणले गर्दाखेरि हामी यो रिजल्ट प्रकाशनपछि हामी यो तपाईँको नयाँ शैक्षिक सत्र सुरु हुँदा बित्तिकै हामी पहिलो बैठक बसेर हामी विद्यालयलाई हामी इङ्ग्लिस मिडियाबाट कसरी पढाउने र कसरी लग्ने र अरू विद्यालयभन्दा हामी राम्रो कसरी गराउने भन्ने हामी एकदम पहिल्यै बैठकमा निर्णय गरेर त्यही निर्णयअनुसार सबै अभिभावकहरू आउने गरेर हामी एकदम सक्रिय भएर लाग्नेछौँ। र अर्को कुरा, अब विद्यार्थी भाइ बहिनीहरू 5 क्लास पढेर बाहिर जान, अब 6 क्लासमा जानुहुने भाइ बहिनीहरू राम्रो विद्यालयमा आफ्नो इच्छाले जानुहुनेछ। र त्यहाँ जाँदाखेरि पोखरीबाट आएको विद्यार्थी कस्तो राम्रो रहेछ, अनि चाहिँ त्यो विद्यार्थीले कस्तो राम्रोसँग पढेछ भन्ने एउटा वातावरण गराउनुहुनेछ। र पोखरीबाट आएको विद्यार्थी एकदम अनुशासित रहेछ, मर्यादित रहेछ, एकदम पढाइमादेखि लिएर सबै कुराहरूमा अनुशासित रहेछन् भन्ने गराउनुहुनेछ भन्ने आशाका साथ म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। आफ्ना सल्लाह सुझाव हाम्रो विद्यालयको लागि दिनुभएकोमा यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी 2081 सालको नतिजा प्रकाशन कार्यक्रमको अन्तिम चरणमा आइसकेछौँ। विद्यार्थी भाइ बहिनीहरू एकैछिन धैर्य भएर बसिदिनु हुन म अनुरोध गर्दछु। हामी जसरी हाम्रा अतिथिहरूले हाम्रो यो सम्पूर्ण अभिभावक हाम्रा विद्यार्थीहरूलाई जसरी अहिले आफ्ना भनाइहरू राख्नुभयो, आफूले सकेका क्षमता अनुसारका कुराहरू राख्नुभयो, त्यसै गरी हामी विद्यालयमा पनि हाम्रा बालबालिकाहरूलाई आफ्नो क्षमता अनुसारका कुराहरू राख्ने गर्छौँ। एकजनालाई छुट्टै अर्कोजनालाई छुट्टै राख्न सक्दैनौँ, त्यो कसैले पनि राख्न सक्दैन। जसरी तपाईँहरूले सक्नु भएन हामी पनि त्यसै गरी सक्दैनौँ। हामी आफ्नालाई मात्रै प्रथम ल्याउने गरी छुट्टै पढाउँदैनौँ।
घरमा पढाउने कुरा छुट्टै छ, तर हामी विद्यालयमा पाठ्यक्रम अनुसारको कुराहरू सबै विद्यार्थीहरूलाई समान रूपले दिने गर्छौँ र एउटालाई अर्को गरेर दिँदैनौँ। हाम्रो पाठ्यक्रमले तोके अनुसारका कुराहरू हामी सबै विद्यार्थीहरूलाई पढाउने गर्छौँ। तपाईँहरू कुनै पनि भरममा नपर्नुहोस् कि फरक परायो सर म्याडमका बच्चाहरू मात्रै प्रथम आए भनेर तपाईँहरूले भरममा नपर्नुहोस्, किनकि उहाँहरूले केही कुराले घरमा अलिकति मेहनत बढी गर्नुभएको हुनसक्छ। तपाईँहरूका पनि कसैका अभिभावकहरूले मेहनत गर्नुभएको छ भने त्यो विद्यार्थीले पनि यही त्यो मेहनत अनुसारको, त्यो तपाईँहरूले गरेको दुःख अनुसारको यहाँ परिश्रमको फल ल्याएको हुनसक्छ। तपाईँहरू त्यो अनुसार जानुहोस्। हामी जसरी खेतीपाती गर्दाखेरि घरमा सक्रिय हुन्छौँ, त्यसै गरी तपाईँहरू पनि विद्यार्थीहरूको लागि सक्रिय हुनुभयो भने विद्यार्थी त्यसरी नै अगाडि बढ्छ। सबैभन्दा ठुलो धन भनेको विद्या हो। तपाईँहरूले आफ्ना बालबच्चाहरूलाई विद्या दिनु सक्नु भएन भने पैसा मात्रै कमाएर त्यो सम्भावना छैन। तपाईँहरूले यदि विद्या दिएर, तपाईँहरूले ज्ञान दिएर तपाईँहरूका छोराछोरीहरूलाई भविष्यमा ठुलो बनाउनु भयो भने तिनीहरूले सजिलैसँग आफ्नो जागिरहरू खाएर पैसा आफै कमाउनेछन्। तपाईँका पैसाले पुग्ने छैन उनीहरूलाई। तपाईँहरूले कमाइदिएको पैसाले कति दिन पुग्ला? उनीहरूले आफै कमाउने वातावरण गराउनको लागि तपाईँहरूको हातमा छ। त्यसैले त्यो भनेको शिक्षा दिनु हो, शिक्षाको ज्ञान दिनु हो। त्यो ज्ञानभन्दा ठुलो धन कुनै पनि छैन। सबैभन्दा ठुलो धन भनेको विद्या नै हो। हामीले इङ्ग्लिस मिडियमबाट क्लासहरू सञ्चालन गरेका छौँ। इङ्ग्लिस मिडियम सञ्चालन गरेको 4 वर्ष भइसक्यो। हामी अब कक्षा 3मा इङ्ग्लिस मिडियम चलाउँदैछौँ। तपाईँहरू भरममा नपर्नु होला। कसैले भन्न सक्छ अब इङ्ग्लिस मिडियम चलाउन सक्दैनन्, त्यो स्कुल अब 2 सम्म मात्र इङ्ग्लिस थियो, अब सक्दैनन् भन्ने कसैले भन्न पनि सक्छ। तर त्यो सम्भावना छैन। हामी निरन्तर अगाडि बढिरहेका छौँ। हाम्रो 5 क्लासको टार्गेट हामीले पुरा गर्नेछौँ र हामी अहिले 3 क्लाससम्मलाई अङ्ग्रेजी मिडियम छ। हामी त्यसको लागि शैक्षिक सत्रको सुरुमै तपाईँहरूको उपस्थिति सहितको हामीले एक दिन बैठक गरौँला। हाम्रो यो विद्यालय यसरी उपस्थित गराउने अभिभावक खेरिने यो विद्यालय जन्माइदिने जन्मदाताहरूको नाम पनि हाम्रो विद्यालय भवन बन्यो भने उहाँहरूको जग्गा दिनेहरूको, कुनै सहयोग गर्नेहरूको, खाजा व्यवस्थापन गर्नेहरूको